हे गाइस म चाहिँ आज होइन मेरो हस्बेन्डको बर्थडेको लागि चाहिँ म बाहिर जानको लागि चाहिँ यति छिटो छिटो हतारमा चाहिँ पुसपास गरेर जान्छु भनिरहेको थिएँ कि होइन। अनि मैले यो भिडियो बनाउँदाखेरि चाहिँ यो पुसपास गर्दाखेरि चाहिँ थोरै के सोचेको थिएँ भने अलिकति थोरै फास्टमा लगाउँछु भनेर सोचेको थिएँ। अब फर्स्ट टाइम फास्टमा गर्नु खोजेको उल्टो भएछ कि स्लोमा पो गएछ। अनि स्लोमा गएछ भिडियोमा देखिहाल्नु भयो, हेर्नु न कति स्लो मोसनमा पोचा लगाइरहेको छ है। अनि पोचा लाउँदै थिएँ अनि थोरै याद आयो कि मैले एउटा काम बिर्सेँ। त्यो काम के हो भन्दाखेरि नि त्यो चाहिँ मैले पानी राख्न बिर्सेँ क्या। त्यो अब आफूभन्दा बोल्ने मान्छेलाई भन्छु भनेको बिर्सेछु। अनि पछि जबरजस्ती होइन कुर्सीमा साइडमा कार्टुनको आड दिएर अगाडि कुर्सी राखेर खुट्टा राखेर जबरजस्ती राखेँ कि पानी। अब अरू जस्तो बोली त छैन, त्यही पनि सकिहाल्यो पानी राख्नु चाहिँ। त्यसपछि म अब केक किन्नु जानु पऱ्यो भने बाहिर निस्क्यो त मेरो डगी कान्छी पछि बाहिर आयो कि। अब त्यो पछि आएपछि त दुईजना त अगाडि नै गएर बसिरहेको रहेछ। अब केही छैन भन्दै जाँदै थियो, बर्थडे बोय त देखिहाल्यो। अब मलाई फेरि मान्छेहरूको अगाडि भिडियो बनाउनु लाज लाग्ने है। अब केक सबको अगाडि त पुगेँ, त्यहाँ म लगभग 10-15 मिनट त उभिएको भयो कि। अब मैले यो भिडियो कसरी बनाउने, अब फोन गरेर कानमा राखेर पुरा त्यो उसको लोकेसन चाहिँ देखाइरहेको थिएँ। अनि थोरै लाज पनि लागेको थियो कि मलाई मान्छेको अगाडि भिडियो बनाउनु। अनि केक कुन चाहिँ लाने भने हेर्दै थिएँ होइन। मैले देखेँ कि यहाँ एउटा मोकावाला प्रेस्टिज देखेँ। अब केक लाँदा फेरि दुईजना धेरै हुन्छ भनेर मैले मोकाको प्रेस्टिज लगेँ कि। त्यो प्रेस्टिज चुज गरेँ। त्यो चाहिँ प्रेस्टिज चाहिँ 120को रहेछ, त्यो लिएर आएँ। मैले भिडियो बनाउनु पाइनँ होइन, लाज लागेर। जो मैले बिल्डिङ देखाइरहेको छु त्यसमा चाहिँ रेन्टमा देखाएको छ, प्लस बिल्डिङ रेन्ट प्लस फ्लाइट रेन्ट प्लस त्यो बेच्नु पनि भनिरहेको छ। कसैलाई चाहियो आएर बुझ्दा हुन्छ। गणेशहरूको एरिया देखाउँछु भनेको त होइन, पुरै लाइट बन्द भइसकेछ कि। अनि त्यो लाइटहरू नरहेछ। अनि फेरि म डाइरेक्ट डेरीमा गएँ, किनकि बिहान उठेर मेरो हस्बेन्डले चिया खान्छ दुधको। त्यही भएर म चाहिँ दुध लिनु गएँ डेरीमा, चिनेको दाइकोमा। त्यहाँ भिडियो बनाउनु लाज लागेर थोरै त्योभन्दा माथिको बढेकोमा आएर चाहिँ मैले दुध र केक पेस्ट्रीको थोरै भिडियो बनाएर गएँ। थोरै अगाडि गएपछि एउटा दिदीकोमा पैसा तिर्नु थियो। त्यहाँ मान्छे धेरै छ नि, भोलि दिन्छु भनेर गएँ। कति भन्दा 10 रुपियाँ होइन। पछि घर जाँदाखेरि त अँध्यारो भइसकेछ। उज्यालोमा गएको मान्छे अँध्यारो भइसकेको छैन। घर गएको त अनि घरको त्यही भएर रहेछ। अनि मैले भिडियो अफ गरेर चाहिँ फेरि डाइरेक्ट भित्र पसेँ कि फ्रिजमा राखेको पनि भिडियो बनाइनँ। अनि अब मेरो घरमा चाहिँ टोटल 5वटा डग छ कि। अनि 2टा चाहिँ कारखानामा बस्छ भने 3जना चाहिँ घरमा बस्छ। त्यो 2जना चाहिँ आफ्नो ठाउँमा बस्यो भने एउटा जो खाली ठाउँ थियो त्यो सोफामा चाहिँ यो मैले देखाइरहेको मेरो कान्छी सुत्छ कि। मैले त्यो फ्रिजमा राखिसकेपछि त मेरो बानी भनेको चाहिँ राति आधा घन्टा जति हिँड्ने बानी छ। मैले देखाइरहेको छु जहाँ हुर्दो गरेको, यो चाहिँ म जहिले पनि आधा घन्टा वक गरेर जान्छु क्या रुममा जाने बेला चाहिँ। अब चाहिँ रुममा जानु पऱ्यो भनेर चाहिँ मैले केक सेक रेडी गरेँ कि। केक भन्नाले अब प्रेस्टिज रेडी गरेँ, अब रुममा जानको लागि तयार गरेँ। त्यसको लागि चाहिँ मैले अब थोरै अब कोही छ कि छैन पहिला हेरेँ कि। अनि कोही नरहेछ। अनि फेरि लुकी गएर आफ्नो हस्बेन्डलाई सरप्राइज दिन्छु नि गएको त पुरा उसले देखिहाल्यो है। लाज मारेर हेर्नु न, म लाज मान्नुपर्ने ठाउँमा ऊ मेरो हस्बेन्ड चाहिँ एकदम लाज मान्छ कि। म चाहिँ खासै लाज त मान्दिनँ होइन। मभन्दा बढी चाहिँ मेरो हस्बेन्ड लाज मान्छ। मेरो यो देखाइरहेको भित्तामा चाहिँ यति धेरै फोटो राखेको थिएँ। जब म इन्डिया गएको थिएँ नि त्यतिखेर एउटा फोटो पनि नरहेछ कि। इन्डियाबाट आएपछि त 2 वर्ष बसेर आएको, अनि एउटा फोटो पनि नरहेछ कि। अब जबरजस्ती उठाएँ बर्थडे बोयलाई। अनि उठाउँदा बल्ल उठ्यो है। उसले फुक मारे गर्दै क्यान्डल पछि त लास्टमा त। अनि मैले पनि ननिभाउनु भनेर फेरि हल्का खोला जस्तो गरेँ होइन उसले। त्यो पनि उसले त निभाइसकेछ कि। हल्का उसलाई पनि मन नपर्ने, मलाई पनि मन नपर्ने, उसले जुठो हाल्यो। अनि पछि मलाई पनि थोरै खुलाइदिनु भयो है। अनि अब त्यत्रो प्रेस्टिज आफूलाई पनि मन त पर्दैन। म त खाँदिनँ होइन, डाइटमा जस्तै छु। म पहिल्यैबाट प्रेस्टिज मन नपर्ने हो। अनि त्यही पनि त्यो प्रेस्टिज सबै मैले सघाइदिएँ। अनि बुढोले थोरै हल्का किसिदिए। अनि बुढोले पनि हल्का मलाई किसिदिएर अनि मैले जिस्काएँ। अब प्रेस्टिज बाँकी छ, अब त्यत्तिकै फालाउनु कता राख्ने होइन। कसैले पनि खाँदैन, त्यही मैले पनि जबरजस्ती खाएँ। आजलाई यति नै भिडियो। लास्टमा ह्याप्पी बर्थडे मेरो बुढो। बाई बाई, गुड नाइट।